हेलो गाइस, नमस्ते। सन्चै हुनुहुन्छ? म चाहिँ कौसीमा कपाल सुकाएर बसिरहेको हो है। अनि त्यसपछि यसो अब कपाल सुकाउँछु, यो नङहरू काट्छु है गाइस। अब के गर्ने भन्नु त, छुट्टीको बेलामा गर्ने त्यही त हो नि होइन। अरू के गरिन्छ र भन्नु न। जाउँ कहाँ जाउँ, घुमौँ कति घुमौँ, भक्क ब्याक्क लाग्यो गाइस मलाई। यसो नङसङ काट्न पऱ्यो, अनि कपाल सपाल सुकाउनु पऱ्यो। यो बाहिर सुकाइदेखि पनि भित्रभित्र चिसो छ क्या, भर्खर नआएर आएको गाइस। यस्तै हो, के गर्ने। मलाई चाहिँ यो मान्छेको चाहिँ यति लामो लामो नङ हुन्छ कि, मेरो चाहिँ यति नङ भएन, काट्न मन लागिहाल्छ। किनकि मलाई चाहिँ लामो नङ राख्नै मन लाग्दैन, अप्ठ्यारो हुन्छ कि गाइजहरू। बानी छैन है, पहिल्यैदेखिबाट नङ काट्ने बानी, अनि काट्नै पर्ने के। यो के भन्छ त्यसलाई, भर्खर पानी खाएको के, पानी खाएको अनि नङ काट्नै पर्ने बानी के छ्या। कस्तो भने लामो मनपर्छ, पाल्न मनपर्छ, तर आफ्नो त्यो अप्ठ्यारो हुन्छ कि, फेरि अप्ठ्यारो काम गर्नै अप्ठ्यारो हुन्छ क्या। अब के भन्ने के, एकचोटि के गाइस, यस्तै फेक नङ के है। अब मेरो नङ त कहिले लामो नि हुँदैन, लामो भयो भने छेउछेउबाट जान्छ क्या है। अब के भन्ने क्या, यो भिडियोमा भन्छु क्या म। भन्न त कस्तो अप्ठ्यारो लागिरहेछ, भन्नु कि नभन्नु होइन। यतिसम्म खास लामो पनि होइन कि, यतिसम्म लगाएको थियो होइन नङ, दुइटै हातमा लगाएको थियो कि यतिसम्म, फेक क्या नङ। त्यो प्लास्टिक आउँछ नि त्यो बजारमा है। अनि ड्युटी जानु परेको थियो होइन, अनि पाइन्ट थियो, अनि माथि चाहिँ अब त्यो स्कर्ट, अब स्कर्ट पनि भइहाल्छ नि त्यस्तो लगाउने के। यस्तो अब जिप लगाएर भनौँ न, अब टाक हुन्छ, कोही टाक हुन्छ, कोही अब यस्तो पिन हुन्छ नि त लगाउन के, पाइन्ट लगाउन। भगवान्, बाहिर गाडी आइसक्यो है, मेरो त्यो पाइन्टको त्यो उनै लाग्दैन, टाँकै लाग्दैन। त्यो जिप त लागिसक्यो, त्यो क्लिप के, त्यो ट्याक। भगवान्, नङ लामो भएर के। अनि उठिसक्यो, ड्युटी जानु ढिलो भइसक्यो। परदेशमा आफ्नो देश भयो एकछिन ढिलो है, एकछिन है भन्नु मिल्छ अर्काको ठाउँमा है। मेरो पालि नङै उखाल्थेँ के, त्यो नकल नङ त नि होइन, नकल नङ लगाएको थियो होइन, नङै उखाल्थेँ। यो अब यस्तो जुनमा यस्तो लगाउँदाखेरि अब कुन चाहिँ कम्फर्टेबल भएको छैन होइन, कुनले लगाउँछ नङ भन्नु त। यो बुढियाबाट यो यसरी अब लगाउँदाखेरि यस्तो लगाउँदाखेरि हुन्छ नि होइन। नङ नै निकालिदिएँ, अनि पाइन्ट लगाएँ, अनि गएँ ड्युटी। त्यस्तो कहानी छ हेर्नु। त्यही भएर नङ लामो नि हुनु हुँदैन, अप्ठ्यारो हुन्छ है। अनि त्यही भएर फेरि अनि मलाई त्यस्तो के पस्छ क्या नङमा। अनि यो हातले भात खाने, यो अनि भात खाने हातमा अनि लामो लामो नङ, अनि भित्र कालो कसरी खाने कि दिग लाग्छ क्या। त्यही भएर काट्छु म। अब पिठोहरू मुस्दाखेरि है, अब नङ लामो भएपछि कस्तो हुन्छ नि त, आफूलाई नै लाग्छ क्या। त्यही भएर म नङ काटेर सफा गरेर अनि पकाउँछु, आफै खान्छु आफै है, अरूलाई नै खुवाउँछु। भनौँ न, अब यस्तो नङ, आफ्नो नङ त्यस्तो भएपछि आफूलाई नै ऊ लाग्छ क्या। त्यही भएर म चाहिँ नङ काट्छु गाइस। मलाई चाहिँ हजम हुँदैन यो नङ लामो भएको मान्छेको हातको खाना, अनि आफूलाई नै पकाउँदाखेरि हजम हुँदैन है। दिग लाग्छ कि, यो नङभित्र के छ भने के पसेको त्यस्तो फिल हुन्छ कि। तपाईँहरूलाई पनि त्यस्तै हुन्छ होला है। अब ब्लग बनाउनु ट्राई गरेको, भिडियो बनाउन यस्तो गरेको है, कन्टेन्ट क्रिएट गर्नलाई के भन्छ त्यसलाई, गर्न खोजेको होइन। अब कति कमजोरीहरू भयो होला, हुन्छ, अभियसली नै हुन्छ होइन। नयाँ हो, न्यू टिकटकर हो, न्यू युट्युबर हो है। सपोर्ट दिनुहोस्, माया गर्नुहोस्। बिस्तारै अब सक्सेस होला नि त। म पनि है, मलाई चाहिँ त्यस्तो लाग्छ होइन। हजुरहरूलाई पनि अब यस्तो अब युट्युब खोल्न मन लाग्छ, कन्टेन्ट क्रिएट गर्न मन लाग्छ, जे पाए त्यही अब आफूलाई होइन, दैनिक लाइफमा हुने चिजहरू अब मन लाग्छ भने हजुरहरू पनि बनाउन सक्नुहुन्छ होइन। नो बडी इज पर्फेक्ट के, कोही पनि पर्फेक्ट छैन, सबै मान्छेहरू एउटै हो।
आफूले बिस्तारै बिस्तारै गर्दै जाँदाखेरि आफू सक्सेस भइहाल्छ नि। एकैचोटि त कोही पनि सक्सेस हुँदैन कि गाइज, मलाई चाहिँ त्यस्तो लाग्छ है। मेरो माइक किन्नु छ होइन, म पनि अब हुन्छ, किनभने अब सुरुमा त अब सफलता भ्युजहरू अब सब्सक्राइबहरू धेरै हुँदैन होइन, कसैले चिन्दा नै चिन्दैन होइन। तर पनि आफूले ऊ चाहिँ गर्नु, हिम्मत चाहिँ हार्नुहुन्न कि। भिडियोहरू बनाइरहने, पोस्ट गरिरहने, हालिरहने होइन। लाइक आए आउँछ, नआए खल्ली बल्ली भन्यो होइन। आए भएको गए सको होइन, त्यही हो गाइज। मेरो भिडियो मनपर्छ हेर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् होइन, सेयर गर्नुहोस् होइन। मन पर्दैन यसको स्किप गरिदिनुहोस् होइन, मलाई केही फरक पर्दैन, किनभने जबरजस्ती हुँदैन केही पनि कुरा होइन। हजुरहरूलाई मनपर्छ, मलाई मनपर्छ, मेरो भिडियो मनपर्छ, लाइक गर्नुहोस्, सेयर गरिदिनुहोस् होइन। म चाहिँ भर्खर नयाँ न्यू टिकटकर हो, युट्युबर हो है। अनि त्यसपछि मलाई चाहिँ हिजो अस्ति 30 तारिक, हिजो 1 तारिक, आज 2 तारिक भयो, काम पनि छैन गाइज है। अनि रुममा बस्नु, कति बस्नु सुतेर है, जानु कहाँ जानु होइन। यो अब के भन्छ त्यसलाई, त्यही भएर म चाहिँ अब नुहाइधुवाइ गरी कपडा धोएँ, हिजो नि कपडा धोएँ, अस्ति नै अब आफ्नो अब कामहरू हुन्छ नि त होइन। अब मोजाहरू धुनुपर्ने थियो होइन, अनि मोजाहरू अब कपडाहरू धोएँ है, अहिले पनि धोएँ, सुकाएँ, नुहाएँ होइन, पकाएँ, खाएँ होइन। अब अहिले घाम ताप्नलाई कौसीमा आएँ, कपाल पनि सुकाएँ होइन। गाइजहरू के गर्नु गाइज है, आमासँग बोलेँ होइन, हिजो नि बोलेँ, अस्ति नि बोलेँ है। सबै आफ्नो दुनियाँमा छन् होइन। अब भाइ बहिनीहरू अब त्यही हो। अब बोल्न नै आउँदैन, भन्न नै आउँदैन, के भने के बोल्ने गाइज, हेर्नु यस्तै छ अहिले है। रहरले त कोही पनि विदेशी दिँदैन, परदेशी हुँदैन रहरले है। आफ्नो आफ्नो बाध्यता हुन्छ, एउटा सबैको आफ्नो आफ्नो बाध्यता छ। अहिले चाहिँ यहाँ ठ्याक्कै कति बज्यो भने गाइज, ओहो 5 बजे छ, 5 बजे छ, घाम त्यही माथि छ है, घाम त्यहीँ छ, 5 बजे छ। नेपालको त 8 बज्यो होइन, नेपालको 8 बज्यो, कतारको 5 बज्यो हेर्नु। अब मेरो साथीहरू रुममा सुतिरहेको बेलामा मलाई चाहिँ डिस्टर्ब गर्नु मन लाग्दैन कि, उनीहरू सुतिरहन्छ होइन। अनि उनीहरू उठ्यो होइन, अनि ड्युटी गयो, अनि त्यही भएर म पनि उठेर चट्ट लाएर आमासँग बोलेँ, नुहाइधुवाइ गरेँ, कपडा धोएँ होइन। रुममा चाहिँ अलिकति उनीहरू ड्युटी गएको बेलामा आफूले डिस्टर्ब गर्नु भएन नि त। अनि सधैँ त्यो भ्याङल्याङ लुगा चाहिँ त्यो किन लाउँछु भन्दाखेरि त्यसले चाहिँ एकदम कम्फर्टेबल फिल हुन्छ। अनि यहाँ चाहिँ अब गल्फ कन्ट्री हो नि त, अनि कस्तो शीतल फिल हुन्छ कि तपाईँलाई। यो अब भोलि पर्सि जुन जुलाई अगस्तमा त लास्टै हकपक हुन्छ नि त होइन। अनि एकदम शीतल फिल हुन्छ, कुल फिल हुन्छ, कुल हेर्दाखेरि भए पनि एकदम कम्फर्टेबल छ कि त्यो। अनि तपाईँलाई कस्तो खुट्टादेखिबाट माथिसम्म म्याक्सी जस्तै होइन, अलि के भन्छ त्यसलाई, पिस पनि नदेखिने होइन। अब यो लगाएको हेर्नु यहाँ पिस देखिसक्यो, कति त्यही एउटै मात्र लुगा लाउनु होइन। कहिले बेहेन्जीवालै लुगा लाउनु भनेर यसो प्यान्ट र यो के सिल्याक्स ट्राउजर र यो लगाएको है गाइस, पिस छुटिसक्यो। यस्तो पिस छुटिन्छ। अनि यसरी पिस छुटिनु भन्दा त बरु त्यही ड्याङड्याङ लाग्यो। फेरि के गर्नु के गाइज, मनै पराउँदैन मेरो त्यो ड्रेस कसैले नै है। तर मलाई एकदम कम्फर्टेबल फिल हुन्छ, आफूलाई जे कम्फर्टेबल हुन्छ त्यही लगाउनु त हो नि होइन, हो कि होइन गाइज। आफूलाई जे कम्फर्टेबल हुन्छ, आफूलाई जे मन लाग्छ त्यही खाने, जे कम्फर्टेबल हुन्छ त्यही लाउने होइन। मेरो कपाल लामो भयो,
यतिसम्म भयो। अब हेरौँ कस्तो हुँदो रहेछ। अब पाल्छु, हेरौँ अब कस्तो लामो हुँदो रहेछ है। मेरो चाहिँ ताक्लो नै भएको थियो, ताक्लो भएर यतिसम्म आयो होइन। बिमारी भएको कारणले अब बिमारी चाहिँ निको भइसक्यो। बिमारी निको भयो, कपाल पनि लामो भयो। के बिरामी, कस्तो बिरामी भन्दा फेरि बिरामी नहुने को चाहिँ छ र यो संसारमा? को चाहिँ छ र बिरामी नहुने मान्छे? जो पनि बिरामी छ, जो पनि बिरामी छ। मेरो भाइ पनि बिरामी, आमा नि बिरामी, बाउ पनि बिरामी, सबै बिरामी, सबैको बिरामी। इट्स नर्मल भइसक्यो क्या। मेडिसिन इज लाइफ, पार्ट अफ लाइफ। मेडिसिन इज पार्ट अफ लाइफ। ओहो गाइजहरू, म यसो चस्मा लाउनु मन लाग्यो। चस्मा लाउँछ है, अलिकति हेर्नु नि भनेर भन्नु पऱ्यो नि होइन। पिस छुटिसक्यो, के भन्नु र। टक्क लगाएर हातमा मन पनि काट्यो। खुट्टाको त लाउनै छैन, के भन्नु र खोइ। अलिअलि सानो सानो छ, पुचुङ्ग्रै टक्क लगाएर लसाउनु पऱ्यो। त्यसपछि चट्ट लगाएर म बडीमा चाहिँ लाउँदिनँ क्या लोसन। किन्न त किनेको थिएँ, मैले दिएँ अरूलाई नै। यो के भन्छ, बानी नै छैन कि, लाउन मनै लागेन। जसले लाउँछ त्यसलाई दिएँ मैले बडी लोसन के। कस्तो कस्तो सिकसिक लाग्ने हो। मलाई चाहिँ अब के भन्नु गाइज होइन। मैले खासै केही लाउँदैन गाइज। हेर्नु गालामा यसो कहिले काहीँ मेकअप भनेको थियो, नर्मल कुरा हो होइन। हल्का लाउनु परिहाल्यो पार्टीमा यताउता होइन। यो एलोभेरा जेल हो कि, यो चाहिँ चट्ट लाउनु पऱ्यो। यसले चाहिँ कस्तो गर्छ भने एकदम लाग्यो कि मलाई मन पऱ्यो कि। थोपडा न सोपडा प्रियङ्का चोपडा भने जस्तै। अब थोपडा छैन होइन। थोपडा नभयो भने अब आफ्नो थोपडा आफ्नो माया गर्नु पऱ्यो नि त होइन। कसले माया गरिदिन्छ र आफ्नो थोपडालाई होइन। आफूले हेर्नु त नि है। जस्तो सुकै होस्, आफूले आफूलाई माया गर्नुहोस्। आफूले आफूलाई के भन्छ मोटिभ गर्नु। मोटिभ भनेको त आफूले आफूलाई उ गर्नु के। आफूले आफूलाई माया गर्नु, आफूले आफूलाई हौसला दिनु, आफूले आफूलाई प्रेरणा दिनु। गर्न सक्छु, असम्भव केही छैन। आइएम राइट। कस्तो म चाहिँ यो ओट्स खान्छु बेला बेलामा होइन। यो कुनसान मैचाङले अब मेरो भिडियो हेर्दैन होला है। यो ओट्स भन्ने चिज चाहिँ होइन। कुनसान मैचाङलाई चाहिँ अस्ति भ्लग हेरेको पायल्स भएर चाहिँ पुरै दिशा अड्क्यो भन्दा थिएँ होइन। को अड्क्यो भन्दा थिएँ है। मैले कमेन्ट पनि गरेको थिएँ होइन। मोहीहरू, दहीहरू, अनि त्यसपछि दुध एक माना जति पहिला मलाई पनि भएको थियो कि। अनि एक माना जति दुध खाइदियो भने त्यो पेटमा चाहिँ आफै गुटुटु गरेर आफै डाइरिया हुन्छ है। अनि मोही खायो भने पनि हुन्छ। एक माना 2 माना जति आफूले सक्छ, 1 लिटर 2 लिटर जति सक्छ घट दुध होइन भने दही होइन। दहीमा पानी हालेर फिटेर के त्यो जस्तै मोही जस्तै बनाएर है। होइन भने मोही लामो यत्रो उठ्छ। अनि साग सब्जीहरू पकाउने, अनि साग र भात खाने। अनि धेरै भात पनि नखाने, सुक्खाहरू खायो भने चाहिँ गाह्रो हुन्थ्यो मलाई नि। चटपटीहरू यस्तोहरू चाहिँ खानु हुँदैन धेरै, अलिअलि खाने। तर त्यो खानु साथै मोहीहरू खाइदियो भने त्यसले चाहिँ एकदम डाइजेस्ट हुन्छ क्या, राम्रो हुन्छ। अनि यो ओट्स खायो भने एकदम राम्रो हो। अब म सानो युट्युबर होइन, मेरो भिडियो त हेर्दैन होला। तर पनि यो खायो, यसलाई अब तातो पानीमा हालेर उमालेर चिनी हालेर खायो नि भयो। त्यत्तिकै तातो पानी हालेर यो पकाएर होइन। यो यो भएको छ के, पानी हाल्नु साथै खतखुतुक हुन्छ क्या यो। त्यसमा अब तपाईँलाई अब चिनी गुलियो मनपर्छ भने चिनीहरू हालेर खाने। अब गुलियो मन पर्दैन भने तरकारीहरूमा पनि खान सकिन्छ क्या। यो तरकारीहरूमा पनि खान सकिन्छ। अनि चाउचाउहरूमा पनि हालेर नि खान सकिन्छ यो एकदम हेल्दी, एकदम फाइबर भएको ओट्स हो कि। जौको उ हो कि, च्याख्ना परेको हुन्छ। एकदम राम्रो, हाई फाइबर, एकदम हेल्दी, एकदम अर्ग्यानिक, एकदम राम्रो हो यो। ओटमिल पनि भन्छ, ओट्स पनि भन्छ। एकदम राम्रो हो गाइज, हेर्नु है। अनि त्यसपछि मैले चाहिँ यो अस्ति यो पकाएको थियो होइन। यो चाहिँ
नहु हो, नहु फ्रिजमा राखेको नहु। यो मैले पकाएको थियो, यो नहु धेरै दिन भयो, ढुसी ढुसी आएछ। ढुसी त आएन, भयो नि मलाई खान मन लाग्यो, किन गर्नु होइन। मैले चाहिँ गाई चाहिँ यो टिकटकमा देखेर कि यो टिकटकमा अनेक थरी आउँछ है, टिकटकमा अनेक थरी आउँछ हेर्नु। अनि मैले नि पास्ता फ्राई गरिदिएको कि यो पास्ता चाहिँ राम्रो होइन खास है, यो फ्राई पनि राम्रो होइन, अनि त्यसपछि यो पनि राम्रो होइन होइन। तर के गर्ने कि है, ओट्स राम्रो हो, पास्ता राम्रो होइन। यो फ्राई गरेको टिकटकमा देखेर खान मन लाग्यो मलाई होइन। जो एकदम राम्रो छ। अब यो नेपालमा पाउँदैन होला है, यो पनि होइन। त्यो बिस्कुट पनि ओट्सले नै बनाएको जस्तो छ है हेर्दाखेरि। अनि खाँदाखेरि स्वाद पनि दुध टाइपको क्या, पाउडर दुध मिक्स गरेको टाइपको होइन। मिठो स्वाद आउँछ क्या, टेस्ट पनि मिठो आउँछ क्या। स्विट छ, त्यस्तो बित्ति स्विट पनि छैन। हेर्नु न, तपाईँहरू आफै हेर्न सक्नुहुन्छ कि, हेर्नु न। ल हेर्नु त, च्याला टाइपको छ क्या, खसेरो टाइपको छ कि। यो के भन्छ त्यसलाई, फाइबर भएको होइन। एकदम राम्रो लाग्यो मलाई चाहिँ, एकदम मिठो लाग्यो है। बिहान खाना खाएको 5 बज्यो, खाजा भनौँ न, खाजा। अब नुहाए पनि कपडा नि के भन्छ, कपाल पनि सुकायो, लुगा पनि धोयो, हेर्नु है। खाजा नि खायो होइन, यस्तै छ जिन्दगी। टोटो छ क्या, हेल्दी क्या, टेस्टी, हेल्दी, फाइबरयुक्त क्या, छोडा भएको राम्रो। पानी खानु हुँदैन, अब पानी खानुभन्दा अगाडि ठिकै देखाएको थियो है। यो पानी खाएपछि अब पिस छुट्टिन्छ गाई चाहिँ, के गर्ने क्या, गाह्रो छ। बाहिर त सुक्यो, भित्र चाहिँ सुकेको छैन क्या कपाल। फेरि कपाल यस्तो बाक्लो आएको छ है गाई, बाक्लो छ्या। भित्र सुकेकै छैन, चिसै छ। यहाँबाट मुनि पुरा चिसै छ। अब यो नसुकिन्जेलसम्म बस्छु, अनि सुकेपछि जान्छ रुममा। चियाको छ क्या गाई होइन। अहिले फेरि 5 बज्यो है, अहिले चिया खायो भने भरे राति निन्द्रा लाग्दैन। त्यही भएर म चिया नखाएको क्या, खायो भने बिहान खान्छु। पेप्सी खायो भने निन्द्रा लाग्दैन, पेप्सी त म धेरै भएर नखाएको है, मोटाउँछ कि, खानुहुन्न। यो चिया पनि मोटाउँछ, खानुहुन्न होइन। तर कहिलेकाहीँ चाहिँ एकदम खान मन लाग्छ नि। अब एकजनालाई कहाँबाट चियापत्ती ल्याउनु, कहाँबाट चिनी ल्याउनु, कहाँबाट है दुध लिएर आउनु। एकैचोटि यो के प्याकेटको कि 3 in 1, चिनी पनि छ, दुध पनि छ, चियापत्ती सबै छ। अलिकति तातो पानी ततायो, हाल्यो, खायो।
यो कर्नफ्लेक्स हो क्या कर्नफ्लेक्स कर्नफ्लेक्स मन लागेको खाइहाल्ने हो गाइस मनलाई चाहिँ खाइहाल्ने हो यही हो उमेर खाने पनि घुम्ने पनि इन्जोय गर्ने पनि भोलि पर्सि यो दाँत झरिहाल्छ चबाउन पनि सक्दैन यो कपाल पनि फुलिहाल्छ सेतै एउटा दुईवटा त फुलिसक्यो गाडा पनि चाउरीहरू हुन्छ है जवानी आयो भन्दैमा जोस जवानीको जोस लाएर जोसमा होस चाहिँ गुमाउनु भएन त्यही हो होस लाएर ओहो होसमा आएर कुरा चाहिँ काम चाहिँ गर्नु पऱ्यो हिँड्नु पऱ्यो होइन सही काम गरेर सही ठाउँमा हिँड्नु पऱ्यो होइन जोसमा होस गुमाउने काम चाहिँ गर्नु भएन त्यही हो अरू सबै आफूले के खान मन लाग्छ कहाँ जान मन लाग्छ घुम्ने जाने खाने होइन त्यसरी इन्जोय भइहाल्छ नि आफ्नो लाइफ इन्जोय गर्नु हो नि त लाइफ होइन जसरी नै अब आफूले आफूलाई खुसी बनाउने इन्जोय गर्ने क्या इन्जोय गर्ने भन्दैमा त्यो अर्को खालको इन्जोय होइन है फेरि इन्जोय जस्तो तरिकाले पनि हुन्छ छन् हाम्रो मान्छेहरू यहाँ समाजमा धेरै किसिमको छन् मान्छेहरू होइन तपाईँहरूलाई पनि थाहा होला गाइज एक्सप्लेन गर्नु पर्दैन होइन सत्य चाहिँ तितो हुन्छ क्या है झुटो अब के भन्छ त्यसलाई झुटे मकार के भन्छ हुन्छ नि मान्छेहरू त्यो झुटो बोलेर तारिफ गरिदिने झुटो बोलेर ठिक्क पारिदिने पिस पिस छुट्यो हो यो लुगा बेकार लागेछ हो गाइस फेरि अस्ति त्यही लुगा लगाएको क्या कति त्यही लुगा लाउनु अर्को लगाएर सुत्छ गाह्रो छ गाइस गाह्रो छ भिडियो बनाउनु एकदम गाह्रो छ यो लाइक बढाउन कमेन्ट बढाउन है सब्सक्राइबर बढाउन धेरै गाह्रो छ योगा नि गर्न आउँदैन है योगा गरेर स्लिम हुनु मन चाहिँ लागिरहेको छ अब योगै गर्न आउँदैन रामदेवको योगा सर्च गरेको के उसमा युट्युबमा खै के हो त्यो आउँदै आएन म गर्नै आएन लास्टै अल्छी छ लास्टै अल्छी नि कि गाइज त्यो त त्यो ज्ञान हेरेर थाहा भइहाल्छ नि भन्दा फेरि अल्छी नि होइन के हो त काम गरेछु खाएकै छु आफ्नो ज्यानलाई ढाक्ने कपडा किनेर लगाएकै छु होइन अब बिरामीमा त हस्पिटल गएर उपचार गरेकै छु होइन त्यही हो अब घर बनाउन सकेन है घर बनाएन घर बनाउन सकेन होइन कमाउन सकेन है गाइस यस्तै अब त्यो चोर्नु जानु भएन होइन 2 नम्बर धन्दा गर्नु भएन गाइस होइन सिधा
जाने हो होइन। अब भगवान्ले दिनुहुन्छ, अब भगवान्ले दिनुहुन्छ होइन, ठिकै छ है। अब भगवान्ले दिनु भएन नि ओके, नो प्रब्लम। मेरो किस्मतमा जे छ होइन, आई एक्सेप्ट गाइज। अब खबरमै लेखाएको छैन भने त्यही हो, जति दुःख गरे पनि छैन पाउँदैन। अब खबरमा छ भने जसरी नै आइहाल्छ, यो खबरमा छैन भने आएको नि जान्छ होइन। खपरमा भयो भने करोडपति पनि रोडपति पनि करोडपति हुन्छ। अब यो खपरमा छैन भने करोडपति पनि रोडपति हुन्छ। सुकुम्बासीको करोडपतिहरू अनि हुन त अब सुकुम्बासी त्यहाँ त्यत्रो भाडामा दिएर राखेर होइन, आफ्नो घर भइकन त्यस्तो गरेर उ गऱ्यो नि त होइन, रोडमा आयो नि त होइन। अब तिनीहरूको घर कहाँ छ थाहा भएन वास्तविक होइन, भए पनि अलिअलि त लस भयो नि त होइन, ओरिजिनल सुकुम्बासी नभइकन नक्कली सुकुम्बासी भनेर। अझै सुकेको छैन हो, यहाँ भित्रभित्र चिसै छ क्या। छ्या, कस्तो स्टेप कट काटेर ट्यापले आएको छ कि कपाल चाहिँ फेरि हेर्नु त। काटेको हो तिमीले कपाल काटेको हो भन्छ, अब काटेकै होइन हो, मैले कसरी कपाल काट्यो भन्नु। ड्युटी जाँदा चाहिँ हल्का आइब्रोहरू गर्छु क्या त गाइजहरू, हल्का मेकअप गर्छु। मेकअप के हो, आइब्रो। इन्ट्रेस्टै लाग्दैन हो, इन्ट्रेस्ट लाग्यो भने त गर्छु फेरि। घाम पनि गयो, अब कपाल अब कति सुकिहाल्यो, नसुकेको भोलि सुकाउँछु। यो भित्र चिसो छ गाइज, कपाल के गर्नु होला। यो कपाल नभए पनि ठुटी देख्छ, हेर्नु नराम्रो नसुहाउने है। छ्या, हामी केटी मान्छेलाई त कपालै भएको सुहाउँदो रहेछ गाइज, यो कपाल बिना त सुहाउँदैन रहेछ। मलाई मेरो बाबाले कहिल्यै कपाल नकाट्नु है नकाट्नु भन्थे होइन, तर मैले काटेको नि होइन। हुन त कपाल भने केटी मान्छेको गहना हो, काट्छन् क्या हो भन्नुहुन्थ्यो। पछाडि यहाँ अलिअलि अनि यहाँ अलिअलि चिसै छ कि, यहाँ अलिअलि चिसै छ, अलिअलि चिसै छ, यहाँ चिसै छ। के गर्ने के गाई, त्यही हातले कपाल चला त्यही हातले खान्छ भन्दाखेरि है। फोरी आइमै भन्ला है, त्यो सुक्खा हो क्या, ड्राई। यो कस्तो मन पऱ्यो कि गाइज मलाई, हेर न, झिलिमिली 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 झिलिमिली। मोबाइल हालेर मिल्छ, जे हाल्न लाग्छ त्यति हाल्न मिल्छ। यो अब मेकअपको पेनहरू होइन, मैले चाहिँ जे हालेको भयो। अचम्म लाग्छ होला है मेरो भिडियो देखेर, अचम्म नमान्नुहोस् ल गाइजहरू, अचम्म केही पनि नमान्नुहोस् होइन। अनि त्यसपछि म पनि तपाईँहरू जस्तै नर्मल मान्छे हो, परदेशी हुँ होइन। अब बोल्नलाई अब मन लाग्छ, कोसँग बोल्ने, कहाँ बोल्ने, के गरेर बोल्ने भनेर यस्तो भिडियो बनाएको हो गाइज है। इन्जोय गर्नुहोस्।
मलाई माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। अब म तल जान्छु, यति भन्दै मेरो आजको भिडियो चाहिँ इन गर्छु गाइज। जानै मन लाग्छ न, कपालै सुकेको छैन गाइज, के गर्ने क्या। आयो फेरि फेरि पनि त्यो साडीहरू लाएर बनाउनु मन लाग्यो कि। साडीहरू सबै त्यहाँ उसमा छ, लगेजमा छ, लगेज स्टोर रुममा छ। स्टोर कुना कुना कपडाहरू निकाल्नै पाएन, भिडियो बनाउनै पाएन। त्यही भएर यसो फुर्सद भएर बनाउने हो कि गाइज। फुर्सद नभएर त ड्युटी हो, ड्युटीको चपेटा हो गाइज, ड्युटीको चपेटा। ड्युटीको चपेटा भएर त केही पनि गर्नु मिल्दैन। ड्युटी नहुने बेलामा चाहिँ यसो फुर्सद भएर मात्र गर्ने हो कि गाइज भिडियो। भन्दै आजको भिडियो चाहिँ म इन गर्न चाहन्छु होइन। अनि मलाई चाहिँ अब लास्ट टाइम मोटी देखिन्छ है गाइज है। एक्सर्साइज गर्ने भनेर किने हो क्या, यो एक्सर्साइज गर्ने भनेर किनेको कि गाइस। यो कपडा एक्सर्साइज। ओके गाइज, सब्सक्राइब गरिदिनु, माया गरिदिनु मलाई है, मेरो भिडियोलाई है। यति भन्दै मेरो यो भिडियो चाहिँ इन गर्न चाहन्छु। बाई बाई, लभ यु अल माई फलोवर्स, फ्रेन्ड्स है। मेरो फेसबुकमा, इन्स्टाग्राममा, युट्युबमा सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला, फलो गरिदिनु होला है। फेसबुकमा फलो, इन्स्टाग्राममा फलो, युट्युबमा चाहिँ सब्सक्राइब गरिदिनु होला, अनि टिकटक पनि फलो गरिदिनु होला भन्दै आजको ब्लग चाहिँ अलराइट गाइज, आजको ब्लग चाहिँ यतिमा नै इन गर्दछु। नमस्ते, जय नेपाल।